हेलो एभ्रिवान, नमस्ते, जय मसी। आज चाहिँ हाम्रो विशेष दिन भएको छ, परेको छ है। सबैजनाले हेरिदिनु होला भिडियो, के कस्तो लाग्छ कमेन्ट गर्नुहोला। आज हाम्रो भान्जीको चाहिँ बिहे भएको हो, असार महिनाको 11 गतेको दिन। आज हाम्रो गाउँमा बिहे थियो नि त, त्यही भएर म चाहिँ जान भ्याइन। बेलुका फेरि छोरी मान्छेको जात के गर्नु, कर्म छोरो जानै पर्यो। चाहिँ बिदाई कार्यक्रम हुँदैछ, अर्को जुनी त थानै छैन, यही जुनी मायाले बाँधौन। जन्मदिन यत्रो बनायो होइन, बिदा गर्न त गाह्रो हुन्छ नि। त्यही भएर मम्मी चाहिँ भित्र बसिरहेको आयो। मम्मीलाई आएपछि बिदा भयो, अब लगेर गयो। ल साथीहरू हेर्नुहोस् है, अन्तिम भइसक्यो, अब बिदा हुँदैछ। सबैजना हामी धेरै छौँ। रातिको 10 बजे भइसकेको छ, बिदा गर्दा टाइम धेरै भयो। त्यही भएर हामी बिदा गऱ्यौँ। सम्धी हाँसेको सम्धी हुन्छ, सम्धी कुनको सम्धी भइसकेको भएर यो मैले चाहिँ भिडियो राम्रो खिच्न पाइनँ। त्यही पनि अब ठिकै छ, रातिको बिहे अब गाउँमा यस्तै उज्यालो भने छ, अलिअलि उज्यालो छ, अहिले पनि त्यस्तो प्रष्टै उज्यालो छैन। भिडियोहरू पनि कोर केर आइरहेको छ। ल साथी हो, अब हामी चाहिँ बिदा भयौँ है। अब हामी पनि घर जान आँट्यौँ। ल सबैजनालाई धन्यवाद, गुड नाइट। सबैजनालाई शुभ दिन, राम्रोसँग सुत्नु होला, शुभ निन्द्रा।